सबैले भनिराख्नु भएको छ सुधीर पटेलजीको समूह हारिरहेको छ, त्यसकारणले अब उहाँले बवाल गर्न खोजिरहेको होइन होइन, सुधीर पटेल त मजाले निस्के। सुधीर पटेलको समूहलाई हराउनु भनेको च्यालेन्ज हो, च्यालेन्ज। सुधीर पटेलको समूहलाई हराउनु च्यालेन्ज हो। यो फर्जी, यो तपाईँहरू पनि अब थाहा लगाउनु न। एउटा ओरिजिनल डकुमेन्ट छैन, मैले डकुमेन्ट हेरेँ, एउटा त ओरिजिनल डकुमेन्ट हुनु पर्यो। निर्वाचन कमिटीले भनिरहेको छ कि उहाँले प्रश्न उठाउनु भएको विद्यार्थीहरूको कागजात सबै आधिकारिक छ, विद्यार्थी पनि आधिकारिक छ। के विद्यार्थी आधिकारिक हुनु? गाउँघरमा 11 क्लास, जुन गाउँमा 11 क्लासमा पढिन्छ त्यहाँको म डाटा निकालेर म तपाईँले दिइदिन्छु। कुन गाउँमा पढिरहेछ, कुन क्लासमा पढिरहेछ, भोलि तपाईँ मलाई भेट्नु, भोलि डाटा उसको म निकालेर तपाईँले दिन्छु। 11 क्लासमा पढ्ने बच्चाको हो, कहाँबाट ब्याचलरको सर्टिफिकेट आयो, ब्याचलर के अरे प्लस टूको सर्टिफिकेट कहाँबाट आयो, एडमिसन कसरी भयो, एडमिट कार्ड कसरी पायो? हिम्मत छ भने फेयर मैले मात्र इलेक्सन चाहेको हो, मैले इलेक्सन चाहेको हो, त्यही भएर म शान्त भइदिएको हो। ठिकै छ, हेरौँला जे हुन्छ हुन्छ, कमसेकम विद्यार्थी इलेक्सन हो, विद्यार्थी इलेक्सन होस्। अनि अब तपाईँको प्रतिपक्षी विद्यार्थी सङ्गठनका नेताहरूले सुधीर पटेलजीको यसपालिको घमण्ड तासको पत्ता जस्तै चुर हुनेछ। त्यो त अस्ति पनि मेरो घमण्ड चुर गरिरहेको थियो, र यो पालि पनि घमण्ड चुर रिजल्ट पछि थाहा हुन्छ। खालि यो फर्जीवाला काम नगरिदिएको भए अनि थाहा हुन्थ्यो। तै पनि अहिले पनि हो, त्यो फर्जीलाई च्यापेर पनि मेरो समूह निस्किन्छ।